अति सुन्दर एउटा सङ्ग्रहालयको हामी भ्रमणमा छौँ। सङ्ग्रहालयको एकापट्टि राष्ट्रिय सङ्ग्रहालय र अर्कोपट्टि सैनिक सङ्ग्रहालय रहेको रहेछ, जसमा चाहिँ हामी अहिले राष्ट्रिय सङ्ग्रहालयमा चाहिँ घुमफिर गरिरहेका छौँ र लगभग अन्तिम चरणमा छौँ। अब यहाँ केही बेरको विश्रामपछि चाहिँ हामी फेरि पारिपट्टि रहेको सैनिक सङ्ग्रहालयमा चाहिँ अवलोकनमा जानेछौँ, जसमा चाहिँ हामीले अब सैनिकका हात हतियारहरूदेखि लिएर चाहिँ नि कपडाहरू, उनीहरूले प्रयोग गर्ने सम्पूर्ण सामग्रीहरूलाई पक्कै पनि हामीले देख्न पाउनेछौँ भन्ने आशा राखेका छौँ। र यहाँ चाहिँ अति सुन्दर एक यस्तो दृश्यहरू हामीले यो शिशिरयाममा चाहिँ एउटा गर्मीको आभास गराउने खालको एकदमै अत्यन्तै मनमोहक दृश्यहरू हामीले यहाँ देख्न सक्छौँ, जसमा चाहिँ अब यस्ता रुखहरूदेखि लिएर चाहिने बुट्यानहरू, यस्ता केही चौतारा जस्ता चाहिँ नि हामीले यहाँ देख्न सक्छौँ, जसमा चाहिँ हामीले विश्राम गरेर आफ्नो थकाइ मेट्नेदेखि लिएर चाहिने मिठा मिठा सम्झनाहरू गाँच्न, यो शिशिरयाममा तातो बनाउने मौसममा आइसक्रिमहरू खान, सबै कुराहरू चाहिँ हामीले यहाँ उपलब्ध छ। र यहाँ फोन पनि बजेको छ र मिसकल आएको छ र यो केही नम्बरबाट आएको हुँदा त्यसलाई हामी केही व्यवस्था गर्दै हामी आफ्नै कुरामा अगाडि बढ्न चाहन्छौँ। र यो सङ्ग्रहालयको मेन मुख्य उद्देश्य भनेको चाहिँ नेपालका प्राचीन कुराहरूलाई चाहिँ अहिलेको वर्तमान पिँढीलाई चाहिने नेपाल र विश्वमै चाहिने मान्छेको चाहिने इभोल्युसन कसरी भयो, होइन, मान्छेले प्रयोग गरेका सामग्रीहरू, मान्छेले विकास गरेका मूर्तिकला, चित्रकलादेखि लिएर चाहिने सम्पूर्ण सामग्रीहरू, कुराहरू कसरी विकास हुँदै गए भन्ने कुराहरू चाहिँ यहाँ देखाइयो र राखिएको छ। भगवानहरूका चाहिने विभिन्न आकृति, मूर्तिहरू चाहिँ हामीले यहाँ देख्न सक्यौँ। भगवान बुद्धका पनि विभिन्न स्वरूपहरू चाहिँ यहाँ राखिएको पाइयो। भगवान नारायणका पनि यहाँ विभिन्न स्वरूपदेखि लिएर चाहिँ आकृतिहरू देख्न पाइए, भैरवदेखि